ल भन त यो नक्सामा को हो? यो त प्रेसा हो सर। किन कसरी? किनकि ऊ रियल लाइफमा पनि एक्लै छ अनि यो फोटोमा पनि एक्लै छ। प्रेसा यो प्यारेन्ट्स डेको निमन्त्रणा पत्र हो, तर तिम्रो त आमा बाबा कोही पनि हुनुहुन्न अनि तिमी पनि एक्लै बस्छौ। म त यो निमन्त्रणा पत्र कसको नाममा दिउँ भनेर अलमलमा पो परेँ। तिम्रो अभिभावक हुनुहुन्थ्यो भने उहाँहरूकै नाममा दिन्थ्यो। सर, यदि प्रेसाको अभिभावकको नाम चाहिएको हो भने मेरो नाममा पत्र दिनुहोस्। म उसको अभिभावक बनेर आउँछु। दिनुहोस् पत्र। मेरी छोरी, तिमी 7 कक्षामा पुगेपछि म तिमीलाई एउटा साइकल उपहार दिन्छु अनि त्यसमा चढेर तिमी सधैँ स्कुल जानु ल। मामु, बाबा बितिसके पछाडि म त एक्लै भएँ। आज मेरो जन्मदिन सम्झिने पनि कोही भएन। म तपाईँलाई धेरै सम्झिन्छु मामु। मेरी प्यारी छोरी, तिम्रो रहर पुरा गर्न नपाउँदै रोगले मलाई धेरै कमजोर बनायो। म धेरै दिन बाँच्दिनँ भन्ने थाहा पाएपछि तिम्रो जन्मदिनको उपहार छुटाउन नदिउँ भनेर पसलमा साइकलको पैसा जम्मा गरेको थिएँ। यो साइकल तिम्रो जन्मदिनको मेरो सानो मायाको चिनो। ह्यापी बर्थडे छोरी, तिम्री आमा। मामु, आफू बाँच्दिनँ भन्ने कुरा थाहा हुँदा हुँदै पनि मेरो जन्मदिन बिर्सिनु भएन। आफ्नो दबाई किन्ने पैसाले मेरो लागि साइकल ल्याइदिनु भयो। थ्याङ्क यू मामु। आफ्नो स्कुल जाने साइकल पनि उपहार दिनुभयो मिसले। Happy Teachers Day, Miss. थ्याङ्क यू। Happy Teachers Day, Miss. थ्याङ्क यू। Happy Teachers Day, ma'am. थ्याङ्क यू। यसपालि तपाईँले दिन मसँग केही पनि भएन। तपाईँ त मलाई आफ्नो बाउ जस्तै लाग्छ। बरु मदर्स डेमा चाहिँ तपाईँलाई राम्रो उपहार दिने प्रयास गर्छु। है म्याम। ह्याप्पी टिचर्स डे। मिस, मैले भन्न लागेको कुरा कार्यालयमा गर्नुपर्ने कुरा त होइन, तर बाहिर अवसर मिल्दैन। भन्नुहोस् न सर, के कुरा हो? तपाईँको बिहे गर्ने उमेर पनि भइसक्यो मिस।
यसबारे केही सोच्नु भएको छ? एउटा राम्रो केटाको प्रस्ताव आएको थियो र सोधेको। मैले अहिले बिहेको बारेमा केही पनि सोचेको छैन सर। विवाहपछि आफ्नो परिवार हुन्छ, छोराछोरी हुन्छ, बुढेसकालमा सहारा पनि त चाहिन्छ। तपाईँले यत्रो मेहनत गरेर कमाएको सम्पत्ति सम्हाल्ने सन्तान पनि त हुनु पर्यो नि। मैले सन्तानको माया पहिले नै पाइसकेको छु सर। तपाईँले त मेरो कुरा ठट्टामै उडाइदिनु भयो मिस। ठट्टा होइन सर, म जे कमाउँछु जे गर्छु एउटा बच्चीको भविष्यको लागि गर्छु। उसलाई संसारकै सबै खुसी दिउँ जस्तो लाग्छ। प्रेसा, हजुर म्याम। ह्याप्पी बर्थडे। थ्याङ्क यू म्याम। प्रेसा, यो मैले तिमीलाई मेरो विद्यार्थी सम्झेर दिएको होइन, एउटा छोरी सम्झेर दिएको है। मामुको याद आयो भने म भएको ठाउँमा आउनु ल।